नमस्कार, मेरो नाम चिना तामाङ, पाँचखाल नगरपालिका वडा नम्बर 2 देवीस्थानमा बस्छु। म एउटा गृहिणी हो। उज्यालो फाउन्डेसनले आयोजना गरेको एम्पावर 2024 को चाहिँ म परिवर्तनकर्ता हुँ। मेरो बुवा चाहिँ रिटायर आर्मी हुनुहुन्छ। हाम्रो घरमा चाहिँ 4 जना दिदीबहिनी, 2 जना दाजुभाइ हुनुहुन्छ। बुवाले चाहिँ पहिलादेखि नै हामी छोराछोरी बिच चाहिँ कुनै पनि भेदभाव गर्नु भएन। बुवाले चाहिँ जे होस् छोरीलाई चाहिँ शिक्षा दिन चाहिँ कमी चाहिँ छोड्नु भएन। मेरो चाहिँ सोच चाहिँ अब शिक्षक बन्ने चाहिँ शिक्षिका बन्ने चाहिँ एकदम सोच थियो, तर त्यो चाहिँ पुरा हुन सकेन। म चाहिँ 17 वर्षको उमेरमा चाहिँ मैले चाहिँ 12 पढ्दै थियो। 12 पढ्दै म चाहिँ 12 को इक्जाम दिएर चाहिँ मैले बिहे गर्यो। अनि बिहे गरिसकेपछि चाहिँ अर्काको घरमा आएपछि चाहिँ अब यो पढ्नुपर्छ भन्ने चाहिँ सोच चाहिँ आएन मेरो। आउन त आएको थियो, तर घरैसी कामले पनि मैले पढ्न पाएन। बिहे गरिसकेपछि 2 वर्षपछि त मेरो बाबु भयो। हुर्किने क्रममा पनि मैले त्यस्तो पढ्ने कुनै मौका नि पाएन। अनि पहिला त अब छोरी पनि छैन एउटा घरमा। अब सबै छोरीले गर्नुपर्ने काम बुहारीले गर्नु पर्यो। अब सासूले स्याहार सुसारदेखि अब श्रीमान, अब ससुराहरूलाई खाना दिने, देवर बाबु स्कुल जानुहुन्थ्यो, उहाँले पनि खाना बनाइदिने, सबै काम चाहिँ मैले गरेँ। त्यही भएर चाहिँ अलि पढ्नलाई चाहिँ समय मिलेन। मैले एम्पावर कार्यक्रमको लागि चाहिँ आवेदन खोलेको चाहिँ एउटा गाउँको महिला दिदीबाट चाहिँ थाहा पाएँ। पहिला चाहिँ म कसरी परिवर्तन हुन्छु, आफूले कसरी नेतृत्व विकास गर्न सक्छ, म आफै मेरै घरबाट सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ प्रष्ट भयो। अनि यो एम्पावरको 5 दिने कार्यशालामा बस्दाखेरि अनि यो समुदायमा काम गर्दाखेरि चाहिँ मैले चाहिँ घरदेखि नै लागू गर्न सक्यो। एम्पावरको कार्यशालामा जाँदाखेरि चाहिँ हामीले लैङ्गिक हिंसा विरुद्ध सम्बोधन भन्ने विषय थियो। त्यो चाहिँ हामीले छान्यो, किनकि त्योभित्र पनि हाम्रो घरेलु काम, घरायसी कामको चाहिँ बाँडफाँड थियो। बाँडफाँडमा प्राय केटाहरूले, श्रीमानहरूले भन्दा श्रीमतीले धेरै काममा खटिनुपर्ने थियो। मेरो पनि पहिला त्यस्तै थियो। यो कार्यशालामा जानुभन्दा अगाडि मेरो पनि सबै काम म आफैले गरेर जानुपर्ने थियो। जब म यो कार्यशालामा गएर समुदायमा काम गर्दाखेरि चाहिँ मैले घरदेखि नै परिवर्तन गर्न सकेँ। कसरी भने चाहिँ अब म बिहान उठ्छु अनि मेरो श्रीमान पनि सँगै उठ्नुहुन्छ। अनि मैले कुँडो बसाल्यो भने उहाँले सरसफाइ गर्नुहुन्छ। अनि मैले लुगा धोयो भने उहाँले सुकाइदिनुहुन्छ। काममा कुनै भेदभाव गर्नु हुँदैन भनेर चाहिँ मेरो श्रीमानले सम्झाए। अनि अहिले चाहिँ मैले चाहिँ घरबाट नै सहयोग पाएको छु। मेरो इच्छा चाहिँ अहिले कति वर्ष पछाडि 12 को इक्जाम दिने मौका आएको छ नि त। सकेसम्म त्यो फर्म भरेर अब 12 को इक्जाम दिइसकेपछि केही गरी पास भयो भने चाहिँ अब समाजको लागि केही पनि गर्न सक्छु र शिक्षिका बन्ने अवसर पनि पाएको छु। त्यो अवसर दियो भने चाहिँ अवश्य चाहिँ शिक्षिका चाहिँ बन्न चाहन्छु। म चाहिँ गङ्गादङ। अहिले चाहिँ म एनजिओ फेडरेसनको अध्यक्ष काभ्रेको। चिनाजीको कुरा गर्नुपर्दा मैले आजभन्दा 4.5 वर्ष अगाडि उहाँलाई देखेको थिएँ एउटा कार्यक्रममा, जुन चाहिँ उहाँको गाउँको एउटा समस्या थियो, विवाद थियो। त्यो विवादको विषयमा उहाँको गाउँको समुदायसहित उहाँहरू चाहिँ एउटा ठुलो भेलामा आउनु भएको थियो। त्यो भेलामा सायद उहाँ भर्खर त्यस्तै 22-23 वर्षको उमेरको थियो होला होइन, मलाई अन्दाज लागेको। त्यत्रो मासमा पनि उहाँको चाहिँ एकदमै जगडिएको समस्याको विषयमा अरू ठुला मान्छेहरूले बोल्न नसकेको कुरा उहाँलाई चाहिँ एकदमै छटपट भएर उहाँले बोलिरहनु भएको थियो। यथार्थ रूपमा भोगेको कारणले गर्दा होला उहाँले बोलिरहनु भएको अवस्था थियो। उहाँ जुन हजुरहरूको यो उज्यालो फाउन्डेसनमा जोड्नु भएको कुरा मैले थाहा पाएँ। जोडिसकेपछि उहाँले चाहिँ संस्थाले दिएको तालिम पाइसके पछाडि उहाँको एक खालको नेतृत्व सिप चाहिँ विकास भएको मैले देखेँ। यो उज्यालो फाउन्डेसन जुन पाँचखालमा आएर कार्यक्रम गर्यो, त्यो कार्यक्रमले गर्दा उहाँ जुन मिसनमा हिँड्नु भएको छ, गाउँमा एउटा आमा र बुहारीको रूपमा उहाँ बसिरहनु भएको मान्छेलाई हजुरहरूको संस्थाले जुन खालको तालिम दिइसकेपछि उहाँमा चाहिँ एउटा लिडर गर्ने एउटा सिप देखेको छु। नमस्ते, मेरो नाम चाहिँ रमेश तामाङ, काभ्रे पलाञ्चोक जिल्ला, पाँचखाल नगरपालिका 2 देवीस्थान। अब
पहिलासम्म चाहिँ अब म आफैलाई पनि यो अब तालिम भनिन्थ्यो। अब अलिकति किनभने अब अलि जातको हिसाबले अलिकति भने अब पढ्नेदेखि लिएर शिक्षादेखि लिएर हरेक चिजमा अलिकति अब यो हाम्रो तामाङ जातित्वमा चाहिँ अलि राम्रोसँग चाहिँ नबुझेको कारणले गर्दाखेरि चाहिँ हामी जे कुरामा पनि पछाडि थियो। अझै पनि कतिपय कुरामा अहिले पनि यो कार्यक्रम यसो छ उसो छ भन्दाखेरि गाउँको मान्छे पनि अझै पनि बुझ्न सक्नुहुन्न उहाँहरू होइन। मैले चाहिँ बुझेरै मेरो बुढीलाई चाहिँ यसरी गर्नुपर्छ, बुढी आफूले पनि घरमा आउनु भएर यो भएको छ, यो यस्तो छ, आज मैले चाहिँ यो सिकेर आएँ, आज यस्तो हुन्छ, यो यसको लागि चाहिँ यो गर्नु पर्यो भनेर भन्नुभएपछि म आफैले पनि उहाँलाई म जे छ म त्यसमा चाहिँ म सहयोग गर्छु। जे होस् अब यस्तो प्रोग्रामहरू भयो भने आज मबाट चाहिँ मैले बुझेँ, भोलि अर्कोले बुझ्नुहुन्छ, तर यस्तो कार्यक्रम चाहिँ भइराख्नु नै पर्छ। मैले मेरो समुदायको महिलाहरूलाई केही सुझाव दिनु पर्दाखेरि चाहिँ बाल विवाह चाहिँ नगर्नु, अनि छोरा र छोरी बिच चाहिँ भेदभाव नगर्नु, छोरालाई जस्तो फ्रिडम छोरीलाई पनि दिनु भन्ने चाहिँ दिन्छ।